यो चाहिँ रिपोर्टिङको लागि जति पनि कामहरू गर्नुहुन्छ पहिला चाहिँ कसरी रिपोर्टिङ गर्ने के गर्ने एउटा फर्मेट फरक अर्को फरक होइन हामी त्यसलाई चाहिँ पछि हेरेर त पठाएको अवार्डको लागि पनि कसैको सानो बुक हुन्थ्यो यत्रो मोटो हेर्दा पनि हैरानी कहिलेकाहीँ कुनै कुरा छुट्न पनि सक्थ्यो भन्ने कुराको आधारमा लास्ट इयरबाट हामीले जुन यो अनलाइन रिपोर्टिङको कुराहरू सुरु गऱ्यौँ यहाँ टिम नै हुनुहुन्छ होइन पहिलाको आइटी चेयर हाम्रो छोङमाजी गौतमजी राज होइन उहाँहरू एउटा बेग्लै राम्रो एउटा टिम छ उहाँहरूले धेरै नै मेहनत गर्नुभयो यसको लागि र त्यही मेहनत अनुसारले यसपालि अझ राम्रो होस् भनेर छोङमाजी नै अब हाम्रो पब्लिक इमेज चेयर हुनुहुन्छ होइन यसरी चाहिँ उहाँले कसरी चाहिँ काम गर्दाखेरि र कसरी चाहिँ रिपोर्टिङ गर्दाखेरि तपाईँलाई सजिलो पर्छ पछि हामीले हेर्न पनि सजिलो हुन्छ ट्रान्सपेरेन्ट पनि हुन्छ कसैको पनि इस्युजहरू आउँदैन भनेर चाहिँ यो गरे हो तपाईँले आज यसरी चाहिँ एकदम अहिले भर्खर डिएस गौतमजीले सोधिरहेको थिएँ एक कलमा तपाईँले यति धेरै आइदिनु भयो भनेपछि इन्ट्रेस्ट कति छ नि मान्छेलाई होइन हामीले चाहिँ अब यो प्र्याक्टिस हामी गरिरहन्छौँ एक वर्षभित्र भरि नै हामी गरिरहन्छौँ अरू पनि कमिटीहरू यसरी गराउँछौँ सिकाउँछौँ भन्छौँ होइन यो एउटा बेस्ट प्र्याक्टिस हो त्यसले गर्दा यहाँहरू आइदिनु भयो र त्यसलाई पुनः एकचोटि धन्यवाद सर्भिस प्रोजेक्टमा माथिको नर्मली हामीले यो उस्तो त गरेको थियो यो ग्लोबल ब्रान्ड क्लबको ब्रान्ड र सर्भिस प्रोजेक्ट क्लबको सर्भिस प्रोजेक्ट भन्ने 3वटा क्याटेगोरी छ है त्यसमा यो सिस्टमले चाहिँ पछि गएर यो अब चेक गर्दै जाँदा हामीले चाहिँ कम्प्लिट भइसकेको प्रोजेक्टहरू मात्रै राखौँ न भन्ने भयो भनेपछि तपाईको माथिको 3वटामा हेर्नुस् त तपाईको अगाडि आएको 3वटाको फर्स्ट क्याटेगोरी के छ त यो अनगोइङ छ अनगोइङमा कुनै पनि राख्नु परेन बुझ्नुभयो नि कुनै पनि हैन क्लिक हुन्छ त्यो अहिले हजुर म भन्छु त्यहाँ चाहिँ हुँदैन अर्को त्यो अनगोइङमा चाहिँ राख्नु परेन कहाँनिर राख्नु पर्यो तपाईले भन्दाखेरि कम्प्लिटेडमा के छ हेर्नुस् त 3वटा छ नि ग्लोबल ग्रान्ड डिस्ट्रिक्ट ग्रान्ड र सर्भिस प्रोजेक्ट भन्ने तपाईले देख्नुहुन्छ क्लब प्रोजेक्ट भनेर सबभन्दा पहिला क्लब प्रोजेक्टमा जाउँ हामी है तपाईको कम्प्लिटेडमा है फेरि अनगोइङमा नजानुस् लास्टमा जुलाईमा त एक्सेसै हुँदैन हजुरको अगस्तमै जानुपर्छ तपाईको जानुभयो त्यसको एकदम एक्सट्रिम कर्नरमा हेर्नुस् त तपाईको राइट साइडमा एउटा बटन छ आँखाको आइकन जस्तो आई आइकन त्यो बटनमा चाहिँ क्लिक गरिदिनुस् सर्भिस प्रोजेक्ट राइटमा एकदम राइट कर्नरमा देख्नुभयो तपाईको त्यो खुलिसकेपछि अर्को एउटा सेक्सन आउँछ हाइड भयो होला अनि त्यो देख्नुभयो यो चाहिँ अलिकति इम्पोर्टेन्ट छ त्यो हामीले चाहिँ सर्भिस प्रोजेक्टमा तपाईको यस्तो हेर्नुहोस् है त आई आइकनमा क्लिक गरिदिनुहोस् तपाईको जान्छ त्यसपछि एड न्यू प्रोजेक्ट गर्नुहोस् न होइन तपाईँ लास्टमा जुलाई अगस्तमा लास्टमा जानु हो त्यहाँ अब यो क्लब प्रोजेक्टको कम्प्लिट भयो त्यसमा अब एड न्यू प्रोजेक्टमा गर्नुहोस् यो स्क्रिन हेर्नु है मेरो स्क्रिनसँग आइरहेको छ है अब जस्तै मैले आइटी सम्बन्धी एआई सम्बन्धी भनेको इ लर्निङमा राख्नु इ लर्निङ हो त्यो चाहिँ अब यहाँ एकदम इम्पोर्टेन्ट छ नेम अफ प्रोजेक्ट तपाईँले प्रोजेक्टमा क्लब प्रोजेक्टमा होइन त्यो त हजुरले अब भोलि गएर तपाईँको क्लब प्रोजेक्ट हुन्छ कि ग्लोबल ग्रान्ड हुन्छ यो त्यो तपाईँले आफैले हेर्नु पऱ्यो पहिला यो म यसको फिल्डहरू बताइदिन्छु यहाँ के हो भनेर तपाईँलाई थाहा पनि छ हेर्दा थाहै हाल्छ त्यो लेभलले नेम अफ प्रोजेक्ट भनेको तपाईँको प्रोजेक्ट अस्ति ट्री प्लान्टेसन गर्नुभएको छ भने ट्री प्लान्टेसनको टाइटल राखिदिनुहोस् होइन त्यसपछि गएर एरिया अफ फोकस भन्ने छ यो चाहिँ एकदमै तपाईँले हेर्दाखेरि किन भन्दा पछि अल्टिमेटली रिकग्निसन पनि गर्नु पर्ला होइन त्यहाँ जाँदाखेरि यो चाहिँ एउटामा राख्नुपर्ने अर्को क्याटेगोरीमा गयो भने रिकग्नाइजै हुँदैन बुझ्नुभयो नि ट्री प्लान्टेसनको एजुकेसनमा गयो भने त फेरि पछि त्यो ऊ भएन पर्टिकुलर क्याटेगोरी चाहिँ आइडेन्टिफाई गर्नै पर्छ है याद गर्नुहोस् त्यसमा हालिदिनुहोस् जस्तो कि प्रोटेक्टिङ इन्भाइरोमेन्ट त्यो ग्रोइङ लोकल इकोनोमी यिनीहरू भनेको चाहिँ हाम्रो फोकस एरियाको कुराहरू छ त्यसमा कुनमा पर्छ त्यसमा फिट गरिदिनुहोस् भन्दा पहिला चाहिँ जुन एरियामा तपाईँहरूले कहाँनिर गर्नुभएको थियो किन गर्नुभएको थियो हजुरले हो आयो नि हेर्नुहोस् त स्टोरी आयो नि रिजन आयो नि सबभन्दा पहिला त त्यहाँ त ल्यान्डस्लाइड नहोस् त्यो एरिया आइडेन्टिफाई भयो त्यो एरियामा चाहिँ ल्यान्डस्लाइडबाट सेभ गर्नको लागि 50 बिरुवा चाहिँ
त्यहाँ हुने खालको राख्यौँ भनेर तपाईँले त्यो न्यारेसन सहित राखिदिनु भयो भने कस्तो मजा मिडियाले कभरेज दिएको छ भने त्यो मिडियाको क्लिप चाहिँ नि एक्ज्याक्टली त्यसको युआरएल कपी गरेर राखिदिनु भयो भने हामीलाई फलोअप गर्न त्यो सिस्टमलाई फलोअप गर्न सजिलो भयो होइन त्यसपछि गएर तपाईँले कुनै पनि एउटा हार्ड कपी बनाउनु भएको छ न्युज लेटर पनि बनाउनु होला होइन त्यस्तोहरू गर्नुभएको छ अनि त्यो पनि यहाँ अट्याच गर्नु मिल्यो र सोसियल मिडियामा तपाईँले हालिदिनु भएको छ फेसबुकतिर या इन्स्टाग्राममा राख्नु भएको छ नि त्यसको पनि तपाईँको स्क्रिनसट या लिङ्क कपी गरिदिनु भयो भने त त्यो चाहिँ भयो त्यसमा तपाईँको पार्ट राखेर गर्नुहुन्छ जोइन्ट प्रोजेक्ट त्यही कुरा आयो नि सर जोइन्ट प्रोजेक्ट भने कतिवटा क्लब मिलेर गरिरहेको छ खुलाइदिने 5 लाख बराबर काम भएको छ 5 वटा क्लब जोड्ने फोटो क्लिक जोइन्ट हुन लेख्नु प्रोफाइल अपडेट गर्ने भनेको तर मेम्बरको रोल चाहिँ प्रत्येक वर्ष मात्रै होइन ब्याक डेटको पनि असाइन गर्न मिल्छ तपाईँको पास्ट प्रेसिडेन्ट छ भने त क्लबको पास्ट प्रेसिडेन्टको एउटा प्रोफाइल आउँछ नि त्यसको लागि चाहिँ हामीले इन्ट्री गर्नुपर्छ त्यो कसरी गर्ने भन्दाखेरि त्यही क्लबभित्र नै क्लब रोल असाइनमेन्ट भन्ने छ 25-26 गर्नुभयो भने क्लबभित्रै क्लब रोल असाइनमेन्ट अब तल गएर गर्ने अनि कमिटी कुन हो अनि त्यहाँ नाम मात्रै सर्च गरे अटै आउँछ पहिला हटाउनु पर्यो भने त्यहाँबाट हटाउनु मिल्ने हो मिस्टेक भएको छ कसलाई मात्रै एक्सेस हुन्छ भन्दाखेरि प्रेसिडेन्ट र सेक्रेटरीलाई मात्रै